हेलो साथीहरु नमस्ते स्वागत छ हजुरहरुलाई मेरो फेरि पनि आजको छोटो मिठो मिनी भ्लगमा। आज चाहिँ नि मेरो छोरीको स्कुल हो साथीहरु। म चाहिँ नि मेरो छोरीलाई यहाँ खाना खिलाउँदै छु र फाइनली अनि नानीको स्कुल पनि खुलिसक्यो। अनि मेरो छोरीलाई चाहिँ नि धेरै दिनपछि स्कुल जान्छु भन्ने थाहा भयो, त्यही भएर मजाले खाना खान लाइन अनि न्यू ड्रेसलाई फर्की हेरिरहेको थिइन् के। अनि खाना खाएर सकिएपछि मैले नानीको हात खुट्टा धुलाएर पुरा क्रिम लगाइदिए हात खुट्टा भरि। पछि मैले ड्रेस लगाइदिए अनि मेरो छोरीलाई चाहिँ नि ड्रेसमा यस्तो देखिएको थियो अनि टाई बेल्ट त ल्याएको थिएन। अहिले आज चाहिँ नि स्कुलबाट मगाउने छु। मैले जुराब खोज्दाखेरि कतै पनि पाएको थिएन, सो मैले यो जुराब लगाइदिएको छु आज चाहिँ। अनि त्यसपछि त अब मेरो छोरी पनि पुरा रेडी भइसकिन् अनि मैले यहाँ देखाएँ कि क्यामेरामा हेलो भनेको पुरा पोज दिँदै थिइन् के। मेरो छोरी चाहिँ नि कस्तो एक्साइटेड भएको थिइन् के, खै अब उनी पनि धेरै दिनपछि स्कुल जाँदैछ भनेर आफैले थाहा भएर होला नि त, एकदमै खुसी भएको थियो। अनि साथीहरु हजुरहरुले चाहिँ नि मेरो छोरीलाई स्कुलको युनिफर्ममा कस्तो देखेछ कमेन्टमा भन्न नबिर्सिनु होला। अनि आमाहरुलाई चाहिँ नि आफ्नो बच्चाको कति माया लाग्छ नि है, जे गर्दा पनि राम्रो लाग्छ। अनि मेरो छोरीलाई चाहिँ नि भिडियो र फोटो खिच्न भनेपछि एकदमै इन्ट्रेस्ट लाग्ने के, यस्तो गर उस्तो गर भन्दा जे भन्दा पनि मान्ने अनि कस्तो लजाउँदै बस्ने के भिडियो गरेपछि। साथीहरु अब चाहिँ नि हामी स्कुल जान लाग्यो। मेरो छोरीलाई पनि धेरै ब्लेस र धेरै माया दिनु होला। हजुरहरुको साथ र सपोर्ट भयो भने अझै राम्रो भिडियोहरु लिएर आउने छु। लाइक सब्स्क्राइब कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है साथीहरु। ओके बाइ बाइ।